ऋणको वर्गीकरण। संस्थाले प्रवाह गरेको ऋणलाई किस्ता र सामा किस्ता सामा के अरे ब्याजको भुक्तानी को अवधिमा आधारमा देखाए बमोजिम वर्गीकरण गर्न सकिनेछ भनेको छ। पर्फर्मिङ लोन भनेको छ पास लोन, सक्रिय लोन, यसलाई पास लोनको रूपमा हेर्न सकिन्छ। भाका नागेका वा भाका नागी 3 महिना व्यतीत नभएका ऋण तपाईले भर्खर लगानी गर्दाखेरि नै आज 1 लाख रुपैयाँ लगानी गर्नुभयो भने त्यसको लागि चाहिँ अब छुट्या राख्नु पर्यो। कति छुट्याउनु पर्यो त भन्दा असल ऋणको लागि 1% छुट्याउनु पर्यो भनेपछि भर्खर लगानी गर्दाखेरि नै 1% कर्जा नोक्सान व्यवस्था छुट्या राख्नुपर्छ। र भाका नागी भनेको उसले तिर्नुपर्ने भाका आज 28 गते तिर्नुपर्ने थियो, 29 गते 30 गते भयो, भाका नागिसक्यो, 3 महिना व्यतीत भएको छैन भने यस्तो ऋण। र सदस्यको बचत सुरक्षामा प्रवाह गरेको ऋणलाई चाहिँ सक्रिय भनेको पास लोन वा पर्फर्मिङ लोन भित्र पर्यो। अब नन पर्फर्मिङ लोनमा फेरि के छ त सब स्ट्यान्डर्ड, डाउटफुल र लस छ। 3 देखि 6 महिनासम्म भाका नागेका ऋण, 6 महिनादेखि 12 महिनासम्म भाका नागेका ऋण र 12 महिनाभन्दा बढी भाका नागेका ऋणहरू यसरी छुट्याएको छ। अब यसलाई कति पर्सेन्ट भनेर यहाँ छुट्याएको छ ऋण नोक्सान व्यवस्था। यसमा चाहिँ अहिलेको पास लोन भनेको थियो हामीले पर्फर्मिङ लोनवालामा भाका ननागेका र 3 महिना व्यतीत नभएका वाला चाहिँ 1%, अनि त्यहाँबाट तपाईको बचत जमानीमा लगानी गरेको पनि 1% यसरी छुट्याउनु पर्यो। कमसल यसलाई 25%, शंकास्पद वालालाई 50% र खराब ऋणलाई 100% लोन लस प्रोभिजन गर्नुपर्छ। असल ऋणको लागि गरिएको ऋण लस प्रोभिजनलाई चाहिँ जेनरल लोन लस प्रोभिजन भनेर हामीले राख्न सक्यो। र अर्को खराब भनेको नन पर्फर्मिङ वाला अन्य ऋणको लागि गरिएको ऋण नोक्सान व्यवस्थालाई विशेष स्पेसिफिक लोन लस प्रोभिजनको रूपमा लिन सकिन्छ। कुनै पनि किस्ताले भाका नागेमा सम्पूर्ण बक्यौता ऋण रकमलाई नै किस्ता रकमको भाका हो। यहाँ यो मान्छे सबैजनालाई यो कस्तो डाउट छ भने कुनै एक किस्ताको भाका नागेमा किस्ता कति थियो? पहिलो किस्ता 20,000 भनेको सामा ब्याज गरेर 20,000 थियो पहिलो। वैशाखको 28 गते सामा र ब्याज गरेर 20,000 बुझाउनु पर्ने थियो भनेदेखि कुनै एक किस्ता भनेको त्यो 20,000 बुझाउनु पर्ने 28 गते वैशाखको 28 गते। कुनै एक किस्ताको भाका नागेमा भनेको वैशाखको 28 गते उसले तिरेन भने अब सम्पूर्ण बक्यौता रकमलाई नै किस्ताको रकमको भाका नागेको अवधिको आधारमा सम्पूर्ण बक्यौता ऋणलाई नै किस्ता रकमको भाका नागेको अवधिको आधारमा किस्ता रकमको भनेको यो माथिको यो स्ल्याब भाका नागेको वा भाका नागी 3 महिना व्यतीत नभएको सदस्यको बचतको भइहाल्यो। 3 महिनादेखि 6 महिनासम्म भाका नागेको, 6 महिनादेखि 12 महिनासम्म भाका नागेको, 12 महिनाभन्दा माथि भाका नागेको भन्न खोजे हो। यो किस्ता रकमको भाका नागेको आधारमा भनेको सम्पूर्ण ऋणलाई भनेको 1 लाख रुपैयाँ लगानी गरेको थियो। पहिलो किस्ता 10,000 थियो। पहिलो किस्ता 28 गते बुझाउनु पर्ने, तर आज जेठको 21 गतेसम्म उसले बुझाएको छैन भनेपछि अब उसको के गरी भाका पुरै नाग्यो। यसलाई 1% हामीले छुट्याएको हुन्छ। 3 महिनासम्म व्यतीत नभएकोलाई त सुरुमै छुट्याएको हुन्छ, यसलाई केही पनि गर्नु परेन। अब फेरि 3 महिनादेखि भनेको 3 महिना क्रस गरेर 6 महिनाको बिचमा छ भनेदेखि त्यस्तोमा चाहिँ 1 लाखको नै कति गर्नु पर्यो त 1 लाखको 25% चाहिँ कर्जा भाका नाग्यो भनेर 1 लाखको 25% ले हुने भनेको 1% अगाडि नै गरे हुन्छ। बाँकी 1% अगाडि नै छुट्याएपछि 24% पैसा हामीले फेरि के गर्नुपर्छ लगेर 25% पुर्याएर लोन लस प्रोभिजनमा राख्नुपर्छ भने हो। यसले 1 लाखकै राख्नुपर्छ, भाका किस्ताको मात्र होइन कि पुरै रकमकै राख्नुपर्छ। संस्थाले आवश्यकता अनुसार जोखिम पहिचानका आधारमा तोकिए भन्दा बढी ऋण नोक्सान व्यवस्था कायम गर्न यस व्यवस्थाले भनेको तपाईले अब 2 महिना मात्रै भाका नागेको थियो 25% बनाएर राख्छु
लोन लस प्रोभिजन चाहिँ त्यति गरेर राख्छु अन्त संस्था अलि संस्थालाई त्यो मान्छे अलि शङ्कास्पद छ त्यसले तिर्दैन भनेर अगाडि नै त्यसरी जोखिम व्यवस्थापन गरेर राख्नु झन् पाइयो। यसलाई कुनै पनि बाधा पारेको मानिँदैन। संस्थाले भाका नआएको वा नआएको कुनै पनि ऋणको देहाय बमोजिमको अवस्थामा खराब ऋणमा वर्गीकरण गर्नुपर्नेछ भनेको अब यो माथि दिएको 1% के अरे यो छ नि भाका नआएको वा नआएको 3 महिना व्यतीत नभएको 3 महिनादेखि 6 महिनासम्म 6 महिनादेखि 12 महिना 12 महिनाभन्दा बेसी हो यो भन्दा बाहेक पनि यो आवश्यकता अनुसार पहिचान गरी देहाय बमोजिमको यो चाहिँ संस्थाले भाका नआएको वा नआएको कुनै पनि ऋण देहाय बमोजिमको अवस्थामा खराब ऋणमा पर्नेछ भनेको त्यो अरू कुरा केही माथिको स्ल्याब नहेरिकन पनि सिधै खराब ऋणमा राख्न सकिनेछ भनेको 12 महिनाभन्दा बेसी भाका नआएको ऋणमा भनेको 100% प्रोभिजन गरेर राख्नुपर्छ यस्तो भयो भने है यस मापदण्डले जारी हुनु पूर्व तेस्रो पक्षको भनेको थर्ड पार्टीवाला धितोमा प्रवाह गरेको ऋण र भौगोलिक कार्यक्षेत्रभन्दा बाहिर प्रयोजनको लागि व्यवस्थापन गरेको ऋण जस्तो छ भने 100% कर्जा नोक्सान व्यवस्था गरेर राख्नु पर्यो। अर्को धितो जमानी नलिई प्रवाह गरेको व्यक्तिगत ऋण छ भने धितो वा जमानी दुईटा है धितो लिएर जमानी लिएर गरे भए पनि यसमा राख्नु पर्दैन। जमानी लिएको छैन के पनि लिएको छैन 5 गुणा भनेर ठ्याक्क दिएको छ भने त्यस्तो खालको ऋणलाई पनि 100% भागा नआएको ऋणमा राख्नुपर्छ। यदि दुईटा कुरा खुलाएको छ है एउटा तेस्रो पक्षको धितोमा अर्को धितो र जमानी नलिकन प्रवाह गरेको व्यक्तिगत ऋणमा यसरी छुट्याइएको छ। त्यसलाई चाहिँ 100% माथि भनेकै छ है देहाय अवस्थामा खराब ऋणमा वर्गीकरण गर्नुपर्ने छ। खराब ऋण भनेको हेर्दै खराब ऋण भनेको 100% प्रोभिजन गरेर राख भने हो के भनेको। ल अब ऋण पुनर्संरचना र पुनर्तालिकरण पनि गर्न हामीलाई दिने छ। त्यो चाहिँ कसले दिन्छ भन्दा हाम्रो नियामक निकायहरूले त्यस्तो खालको व्यवस्था गर्दै हुन्छ। विशेष परिस्थितिमा प्राधिकरणद्वारा मापदण्ड जारी भएको अवस्थामा मात्रै पाउँछ है अरू बेला पाउँदैन। मात्र ऋणीले उचित कारणसहित लिखित अनुरोध गरेमा सञ्चालक समितिको निर्णय अनुसार निश्चित अवधिको लागि मात्र ऋण पुनर्तालिकरण र पुनर्संरचना भनेको नियामकारी निकायले सीमित ब्याज असुल गरेर भनेको यो चाहिँ के कुरा कज राख्दै हुन्छ। अघिल्लो आर्थिक मसान्तसम्ममा असल वर्गमा भनेको पर्फर्मिङ लोनमा पास लोनमा भएको ऋण तर यो आर्थिक मसान्तसम्म आइपुग्दाखेरि खराब ऋणीमा पुगिसकेको छ र उसको विशेष परिस्थितिको कारणले त्यसरी पुगेको हो भनेदेखि त्यस्तो खालको कर्जा अब यो चाहिँ हामीले अहिले भने भन्दा नि नियामक निकायले कस्तो खालको निर्देशन दिन्छ त्यो अनुसारले अब एउटा निर्देशनको रूपमा यसलाई लिन सक्यो। यस्तो खालको कर्जालाई सीमित ब्याज 5% 10% ब्याज भुक्तानी गरेर त्यस पछाडिबाट त्यसलाई सबैलाई सामा बनाएर केही अवधि थप गरेर किस्ताको रकम घटाएर के गरेर अब नियामक निकायले फरक तरिकाले केही निर्देशन दिएको खण्डमा हुन्छ। धितो फुक्का गर्ने कुरामा पनि अहिले हल्का बोल्दिएको छ। ऋण लगानी बमोजिम असुल गर्नुपर्ने सम्पूर्ण रकम असुल भइसकेपछि सुरक्षित राखिएको धितो ऋणी सदस्यले अनुरोध गरेको यो चाहिँ 7 दिन कार्यदिन भित्रमा फुक्का गर्नुपर्ने छ भनेको ऋण चुक्ता गरेकै 7 दिन भित्रमा चाहिँ होइन। सदस्यले नै मलाई मेरो पूर्जा फिर्ता चाहियो भनेर निवेदन दिएको चाहिँ 7 दिन भित्रमा हो है। यो चाहिँ धितो सकार गरेको सम्पत्ति सम्बन्धी व्यवस्था धितो सकार गरेको सम्पत्ति सम्बन्धी व्यवस्था संस्थाले ऋण असुल गर्ने सिलसिलामा धितो लिलाम गर्दा लिलाम बिक्री नभएमा आफैले सकार गर्नुपर्नेछ। सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्ने अघिल्लो दिनसम्म असुल गर्नुपर्ने रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा सकार गर्नुपर्नेछ। यस्तो धितोको बजार मूल्य पक्यौता असुल गर्नुपर्ने रकमभन्दा कम भए जति रकमलाई आर्थिक वर्षको नाफा नोक्सानमा हिसाबमा खर्च गर्नुपर्ने छ भनेको यो भनेको धितो मूल्याङ्कन गरेर मात्रै लगानी गर्नु भने हो है। त्यतिकै लगानी नगर्नु धितो मूल्याङ्कन गरेर गर्दा त हामी त्यस्तो फरक पर्दैन नि त घटे नै थोरै घट्ने हो। तर हाम्रो संस्थाबाट मात्रै हाम्रो धितो मूल्याङ्कन भनेर राखेको हुन्छ त्यसैले मात्रै गर्दा हुँदैन। प्रचलित नियम कानुन बमोजिम इन्जिनियरहरू लगाएर धितो मूल्याङ्कन गरेर त्यसमा चाहिँ
गरियो भने यो खालको अलि समस्या कमै मात्रामा आउला। धितो सकार गरेको सम्पत्ति, यहाँ फेरि अर्को कुरा छ है, धितो सकार गरेको सम्पत्ति सकार गरेको मितिदेखि 100% नोक्सानी व्यवस्था कायम गरी यथाशीघ्र बिक्री गर्नुपर्ने छ भनेछ। यसलाई पनि पुरै 100% भाका नआएको ऋणमा भनेको 100% नोक्सानी व्यवस्था गरेर कायम गरेर राख्नुपर्ने छ, विवरण पेश गर्नुपर्ने। संस्थाले ऋण वर्गीकरण र ऋण नोक्सानी व्यवस्थाको विवरण प्रत्येक त्रैमासिक समाप्त भएको 15 दिनभित्र तालिका 3.1 र 3.2 बमोजिम सम्बन्धित निकायमा पठाउनु पर्ने छ। यो काम गर्नु पर्यो। ऋण लगानी सीमा कायम गर्नुपर्ने। यो मापदण्ड विपरीत भएको ऋण तथा लगानीलाई असार 83 को असार मसान्तसम्म भनेको ऋण लगानी भनेको 15% को कुरा होला, त्यसलाई 83 असारसम्म मिलाउनु होला। यो चाहिँ धितो सकार गरेको सम्पत्तिको विवरण यो ढाँचामा पठाउने। अनि यो ऋण वर्गीकरण र सोको लागि नोक्सानी व्यवस्था कति गरेको छ यो ढाँचामा बनाएर नियामक निकायमा पठाउने। कति दिनभित्रमा भनेको छ? 15 दिनभित्रमा पठाउनु पर्यो। यो ढाँचामा बनाएर पठाउनु भने हो।